नमस्कार, कारोबार एपमा हजुरलाई स्वागत छ। आज हामी कारोबार एपमा मल्टिपल बिजनेस प्रोफाइल कसरी क्रिएट गर्ने सिक्नेछौँ। यसको लागि कारोबारको फ्री प्लानमा हजुरले एउटा मात्र बिजनेस प्रोफाइल बनाउन मिल्छ भने कारोबार एपको गोल्ड प्लानमा हजुरले 3 वटासम्म बिजनेस प्रोफाइल साथै डायमन्ड प्लानमा 5 वटासम्म बिजनेस प्रोफाइल क्रिएट गर्न सक्नुहुन्छ। अब हजुरले नयाँ बिजनेस प्रोफाइल क्रिएट गर्न कारोबार एप खोल्नुहोस् र माथि देखिएको प्रोफाइल नेममा क्लिक गर्नुहोस्। यहाँ हजुरको एक्जिस्टिङ बिजनेस वा पर्सनल प्रोफाइलहरू देख्नुहुन्छ। अब क्रिएट न्यू प्रोफाइल अप्सनमा क्लिक गर्नुहोस्। यदि बिजनेसको लागि प्रोफाइल बनाउने हो भने बिजनेस म्यानेजमेन्ट सेलेक्ट गर्नुहोस्। यदि पर्सनल फाइनान्सको लागि हो भने पर्सनल फाइनान्स सेलेक्ट गरेर कन्टिन्यूमा क्लिक गर्नुहोस्। यहाँ हामी बिजनेस म्यानेजमेन्ट सेलेक्ट गर्दैछौँ, त्यसैले अब यसमा बिजनेस नेम एन्टर गर्नुहोस् र बिजनेस क्याटेगोरी सेलेक्ट गर्नुहोस्। त्यसपछि कन्टिन्यूमा क्लिक गर्नुहोस्। यति गरेपछि हजुरको नयाँ बिजनेस प्रोफाइल सक्सेसफुली क्रिएट हुन्छ। अब हजुरले डिफ्रेन्ट बिजनेसका रेकर्ड्स सेपरेट प्रोफाइलमा सजिलै म्यानेज गर्न सक्नुहुन्छ र पुरानो बिजनेसको डिटेल्स हेर्न पर्यो भने पनि फेरि अघिको जसरी नै होम पेजमा माथिको करेन्ट प्रोफाइल नेममा क्लिक गरेर त्यहाँबाट अर्को बिजनेसमा स्विच पनि गर्न सक्नुहुनेछ। धन्यवाद। कारोबार गरौँ डिजिटल्ली।